हेर्नुहोस् त साथीहरू, आँपको अचार हाल्ने तरिका त यो पो रहेछ त। हेर्नुहोस् त यो आँप कति मजाले काट्नु भएको छ दाइले। ट्याक 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 पिस बनाएर आँप काटेर ओहो कति मजाले पिस बनाउनु भएको हेर्नुहोस् त। त्यस पछाडि प्लास्टिकमा हाल्नुभयो, प्लास्टिकमा हालेर यो दिदीलाई दिनुभयो। अब यो दिदीले अचार बनाउनु हुने रहेछ। कति रोचक छ हेर्नुहोस् त। मजाले पानीमा पखाल्नु भयो, त्यस पछाडि अर्को पट्टामा हाल्नुभयो। कति मजाको पिसहरू हेर्नुहोस् त। त्यस पछाडि नुन हाल्नुभयो उहाँले, यो बेसार हाल्नुभएको छ हेर्नुहोस् त। त्यस पछाडि मल्नु भएको छ मजाले यसलाई। यसलाई मजाले मलिसकेपछि हल्लाउनु पनि भएको छ यसलाई हेर्नुहोस् त। मजाले मिक्स भएपछि अब यसलाई सुकाउनु भएको छ हेर्नुहोस् त। यो भित्र पानी निक्लिन्छ बेसार हालेपछि। मजाले सुकाउनु भयो हेर्नुहोस् त। कति राम्रो दाना हेर्नुहोस् त। कति मेहनत गर्नुभएको यो दिदीले। अब हामीले पनि अचार बनाउँदा चाहिँ यही हेरेर बनाउनुपर्छ है साथीहरू। अब यो दिदीले टक्कसँगले मर मसला कुट्न थाल्नुभयो। मसला पनि रेडी हुन आँटिसक्यो हेर्नुहोस् त। जिरा, मर मसला, तोरी, मसला हेर्नुहोस् त। अब यहाँ सट्ट मसला मिक्स गरेर घोल्नुहुन्छ उहाँले। के मसला हाल्नुभयो तर चिन्न सकिने हेर्नुहोस् त। फेरि बेसार हाल्दै हुन्छ। बेसार चाहिँ त्यति धेरै लाग्दो रहेछ है साथीहरू। खोर्सानीको धुलो हो यो चाहिँ। तेल हाल्नुभयो। अब यसलाई चट्ट घोलेर त्यहाँबाट आँपको अचार चाहिँ त्यहाँ मिक्स गर्नुहुने रहेछ। हेर्नुहोस् त कति मजाले मसला रेडी गर्नुभयो। ओहो कति मिठो होला यो आँपको अचार। मजाले चलाएर मजाले मिक्स गरिसकेपछि अब आँप हाल्नुभयो। हेर्नुहोस् त आँपको चाना पनि कति राम्रो पहेँलो खाउँ खाउँ लाग्ने गरेको हेर्नुहोस् त। मेहनत गऱ्यो भने धेरै राम्रो हुन्छ हेर्नुहोस् है। अब चक्क यसलाई चलाउँदै हुनुहुन्छ। ओहो कति मिठो होला यो अचार हेर्नुहोस् त। अब यसरी मजाले मलेपछि कति मेहनती हुँदो रहेछ यो दिदी हेर्नुहोस् त। मुसु मुसु हाँस्दै पनि हुनुहुन्छ। आफैले मलेको देखेर आफै हाँस्दै पनि हुनुहुन्छ है। ओहो हेर्नुहोस् त कति राम्रो। अब लगभग मलिसक्नुभयो। अब टक्क बट्टामा हाल्ने तयारी हुन्छ हेर्नुहोस् है। मासुभन्दा पनि राम्रो पो देखियो त हेर्नुहोस् त यो आँपको अचार त। अब मैले पनि यसरी नै सिक्नुपर्ने भयो आँपको अचार हाल्नलाई। अब उहाँले बट्टामा हाल्नुहुन्छ हेर्नुहोस् है। कति राम्रो तरिकाले बट्टामा अचार हाल्नुहुन्छ हेर्नुहोस् त। यस्तो अचार त अमूल्य हुन्छ हेर्नुहोस् है। अब खानु पनि हुने रहेछ। मलाई त एकदमसँगले गाउँघरको पो याद आयो त। आमाले अचार हाल्नुहुन्थ्यो त्यसरी आँपको।